Hey guys, आज आज चाहिँ म यो अनबक्सिङ गरेर देखाउँछु यो सो यो मोडलको नाम चाहिँ VMAX K12 हो। यसमा चाहिँ हामीले दुईटा माइक्रोफोन र एउटा चाहिँ कनेक्ट गर्ने डिभाइस पाउँछ होइन। यसले चाहिँ हामीले भ्लगिङ गर्दाखेरि र साउन्ड रेकर्ड गर्दाखेरि चाहिँ नोइज क्यान्सलेसन र साउन्ड क्वालिटी इम्प्रुभ गर्न हेल्प गर्छ। यो चाहिँ स्क्वायर सेपमा छ होइन। हामी दुईटा पाएको छ अनि यसको स्पेसियालिटी भन्दाखेरि चाहिँ 20 मिटरसम्म विदाउट अब्स्ट्याकल होइन ट्रान्समिसन डिस्टेन्सलाई एकदमै राम्ररी पर्फर्म गर्छ होइन। अनि यो चाहिँ वायरलेस हो अनि यसले चाहिँ होइन यसलाई चाहिँ चार्ज गर्नुपर्छ र यो चाहिँ 10 घन्टासम्म यसले दिन्छ। यसमा लेखेको हिसाबले होइन, मलाई चाहिँ थाहा छैन। अनि चार्ज गर्न चाहिँ 1 देखि 1.5 आवरसम्म लाग्छ होइन। अनि त्यसपछि यति हो। मलाई चाहिँ यसमा चाहिँ होइन अन गर्नलाई बटन दिएको छ, भोल्युम बढाउनलाई बटन दिएको छ र भोल्युम कम गर्नलाई पनि बटन दिएको छ। अनि तिनवटा अप्सन रहेको छ। एउटा चाहिँ म्युजिक साउन्ड भएको, एउटा चाहिँ नोइज क्यान्सलेसन, एउटा चाहिँ भाइब्रेसन इफेक्ट होइन होइन। म चाहिँ मोबाइलमा कनेक्ट गरेर देखाउँछु अब। अनि चाहिँ मोबाइलमा कनेक्ट भइसकेको छ। यो चाहिँ यसलाई कनेक्ट गर्नलाई दिएको छैन अनि यो चाहिँ एकदमै कम्प्याटेबल छैन। अनि त्यो मोडलको नाम यो कुन टाइपको लागि हो भन्दाखेरि टाइप सीहरूको लागि होइन। इजिली एन्ड्रोइड फोनहरूमा फिट हुन्छ होइन, एप्पलमा पनि फिट हुन्छ हुन त। अनि त्यही हो, मलाई चाहिँ मन पर्यो। सो अब चाहिँ म रेकर्ड गरेर देखाउँछु है हाउ इट वर्क्स होइन। सो हामीले सिम्पली हामीसँग चाहिँ दुईवटा छ होइन। सो हामीले हुन्छ नि म चाहिँ एकचोटि चाहिँ हातमा राखेर पनि देखाउँछु अनि यता राखेको छ होइन। अब चाहिँ म यसमा गाएर देखाउँछु त के गाउनु थाहा छैन मलाई, बट आई विल ट्राई दिस वान लास्ट अप्सन छ नि थर्ड है। वी क्यान चेन्ज इट फ्रम हियर दिस बटन, यु क्यान सी दिस। सो के गाउने? ओके। मैं हूँ जियान, मैं हूँ बड़ा ताकतवर, मेरा गला है बहुत सुरीला है कस्तो। सो तपाईँहरूले त्यो थर्ड अप्सनको फङ्सन हेर्नुभयो होला होइन। अब चाहिँ म यसलाई नर्मल मोडमा राख्छु कि जसमा चाहिँ नोइज क्यान्सलेसन हुन्छ। हामी बाहिर जाँदाखेरि चाहिँ त्यो बिपहरू चाहिँ आउँदैन होइन। त्यो भएर चाहिँ यो बिचको हो है, बिचको। अनि यो चाहिँ फर्स्टवाला चाहिँ जस्ट नर्मल सबैसँग लाउँछ, हामीले गीत गाउँदा नि भयो होइन। र मलाई चाहिँ त्यो लास्टवाला चाहिँ होइन अलिक भाइब्रेसनवाला चाहिँ एकदमै मन पऱ्यो। इट फिल्स गुड के। अनि यहाँ चाहिँ भोल्युम प्लस गर्ने अप्सन र घटाउने अप्सन पनि छ होइन। अनि यसलाई चाहिँ यो हुन्छ नि यो ओपन स्विच अन गर्ने बटनलाई चाहिँ हामी लङ प्रेस गरेर चाहिँ स्विच
अफ पनि हुन्छ अनि यसलाई चाहिँ हामीले चार्ज गर्नुपर्ने हुन्छ। तर यो जुन त्यो मोबाइलमा कनेक्ट गर्ने थियो नि त्यसलाई चाहिँ चार्ज गर्न पर्दैन। यसलाई मात्रै चार्ज गर्नुपर्छ। यो चाहिँ हामीसँग दुईवटा छ। अनि वाइल्ड ब्लगिङ कोहीसँग होइन यसो बोल्नु पऱ्यो भने युज गर्न मिल्छ कि यसको फाइदा। सिङ्गलले पनि त्यति हुँदैन तर दुईवटा लियो भने चाहिँ अब इजी हुन्छ। त्यही भएर चाहिँ मैले गिफ्ट पाएको हो। ओके बाई बाई।